गाइजहरु नमस्ते नमस्कार सबैजनालाई है। ल हामी चाहिँ अहिले यसो घुमघाम भन्नुपर्छ कनेक्टिकटको यो फोल्डिङवाला पुलमा है। यो फोल्डिङवाला पुल हो। यो पुलमा हिँडिरहेछौँ हामी। यहाँ ट्रेन पनि हिँडिरहेछ। यो चाहिँ फोल्डिङवाला पुल है गाइजहरु। यहाँबाट फोल्डिङ टक्कै फोल्डिङ हुन्छ। सामानहरु ल्यायो भने ट्रेनहरु अरे पाइन्छ सामानहरु ल्यायो भने यो चाहिँ फोल्डिङ यताको यता यो साइडको यता यो साइडको यता फोल्डिङ हुन्छ। यो चाहिँ माथि उठ्छ हैन। तपाईहरुलाई कुनै दिन सायद यस्तै परेछ भने यो पनि देखाउँछु म समय मिलेछ भने। ल है गाइजहरु यस्तो रमाइलो ठाउँहरु छ। यो फोल्डिङवाला पुल हो। यहाँबाट फोल्डिङ हुन्छ। यतिबाट त्यहाँबाट फोल्डिङ बिचबाट टक्क फोल्डिङ भएर माथि जुरुक्क उठ्छ है। के छ अनि ल यस्तो राम्रो ठाउँहरु यसो घुमघामतिर। ल घरहरु पनि बबाल बबाल छ यहाँबाट है। यहाँबाट जुरुक्क उठ्ने हो यता। यहाँबाट टक्क यो साइड चाहिँ लगभग माथि ठाडो नै हुन्छ। पुरै ठाडो हुन्छ। यहाँबाट चाहिँ पानी जहाजहरु चाहिँ सामान लिएर जानलाई यो चाहिँ फोल्डिङ हुन्छ यो बिच भागबाट। ल गाइजहरु यस्तै रमाइलोहरु देखाउने छु तपाईहरुलाई म। समय र परिस्थितिले यसो साथ दिएछ भने ल हेर आहा ल हेर आहा यो हो नि त रमाइलो हैन।